राधे राधे आदरणीय श्रोताहरू, भक्त सज्जनहरू, भक्त भागवतहरू र धर्ममा आस्था राख्ने धर्मप्रेमी लम्बीहरू, यहाँहरूलाई सबैलाई चाहिँ आज राधे राधेको चाहिँ प्यारो न्यानो अभिवादन म टक्राउँदछु। सज्जन, जीवन यस्तै छ, जीवन यस्तै छ जसको कर्मको भोग आफूले भोग्नुपर्ने हुन्छ। कस्तो कर्म लिएर आएको छ यो पृथ्वीमा, यो मृत्युलोकमा, त्यो कर्म पुरा गरेर सदाको लागि बिदा भएर जानुपर्दछ। तसर्थ आदरणीय सज्जन, आज म भगवान पुरुषोत्तम भगवानको जो नारदजीले अनुरोध गरेको कुरा, आज म भगवान नारायण, जगतका स्वामी, जगतका मालिक, प्रब्रह्म परमेश्वर, जसको महिमा गाउन हामी अत्यन्त गाह्रो छ। आज म त्यो मलमासलाई भगवान श्री नारायणले गोलोक लगेको जो कथा छ, एउटा सानो अध्याय भए पनि यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। आदरणीय सज्जनहरू, वास्तवमा यो अत्यन्त अलि महत्त्वपूर्ण छ। सबैले सुनेर मनन गर्नुहुनेछ भन्ने आशा लागेको छ। राधे राधे। अब म सुरु गर्न गइरहेको छु। नारदोवाच वैकुण्ठाधिपति गत्वा गोलोकं कीचाकर तद्वदस्य कृपं कृत्वा महाशुश्रूषवे नग। श्रीनारायणोवाच नारोवाच शृणु नारद वक्ष्यं च यज्ञ त्वं तत्र ते नग। विष्णुलोकगमदधिमासेन संयुत तन्मे भगवद्वाममणिस्तैव सुशोभितं ददर्श दुरतो विष्णु ज्योतिर्धाम मनोहरं। तदेच पितताख्यासौ शैनिरुन्मील्यलोचने च मन्दमन्दग जगत जगमाधिमासं च कृष्णैः स्वपृष्ठत उपमन्दिरमा साधिमासो मुदान्विता उस्तै त्वैदरपालस्य वन्दिताङ्ग गृहरिशनै। प्रविष्टो भगवद्वाम सुभासन्मुष्टलोचन तत्र गत नमामांशु श्रीकृष्ण पुरुषोत्तम। गोपिका वृन्दमध्यस्थं रत्नसिंहासनम नतो वाच रमानाथो वद्यञ्जलिपुटा पुरा। श्रीविष्णुरुवाच वन्दे कृष्णं गुणातीतं गोविन्दमेकमक्षरम् अभक्तमव्ययं व्यक्त गोपवेशविधायिनं। किशोरवयसं शान्त गोपीकान्तं मनोहरं नवीनानिरदश्यामं कोटिकन्दर्पसुन्दरम्। वृन्दावन वृन्दावन वनाभ्यन्ते रासमण्डलसंस्थितां लसतत्पीतपटं सौम्य त्रिभंग गलालितां कृतिम्। रासेश्वर रासवासं रासोल्लासमुत सुखं दिभुजं मुरलीहस्तं पीतवास समुच्चतम्। इत्येव मुक्तातं गत्वा रत्नसिंहासने वरे पार्श्वे शतकीर्कृतो विष्णुवास तदाज्ञा। श्रीनारायण उवाच इति विष्णुकृतं स्तोत्र प्रातरुत्थाय पठेत पापाम्नि तस्य न शान्ति दुषो न यत् फल
भक्तिर्भवति गोविन्दे पुत्रो पौत्र विवर्धने अकृति क्षयमाप्नोति सत्कीर्तिर्वर्तते चिरम् उपविष्टस्थतो विष्णु श्रीकृष्ण चरणाम्बुजे नामयामास तम्मास विपमानं तदाग्रत ततः प्रजित श्रीकृष्ण कोऽयं कस्माद्दिहागत कस्मो द्रुताति गोलोके न कश्चित् दुःखमश्नुते गोलोकवासिना सर्वे सदानन्द परिप्लुता स्वप्नेऽपि नैव शृणोति ध्रुवतं चतुरन्यायं तस्माद् कथं विष्णु मदग्रे दुःखस्थितं मुञ्चश्रुडि नेत्राभ्यापेवते च मुहुर्मुहुः श्रीनारायणवाच नाम्बुदीनिमका मनोहरस्य गोलोकनाथस्य वचो निशम्य उवाच विष्णुर्मलामास दुःखं प्रोत्याय सिंहासनत समाग्रम श्रीविष्णुरुवाच श्रीविष्णुरुवाच वृन्दावनकलानाथ श्रीकृष्ण मुरलीधर श्रूयतामदिमासीयं दुःखवाक्ष्यं तवाग्रत तस्मादैमिया यातो गृहात्वमुनिरीश्वरं दुःखदावनलं तीव्रमितधियं निराकुरु अयं त्वधिकमासोऽस्ति व्यापूतं रविसङ्क्रमं मनिनोऽयमनर्होऽस्ति शुभकर्माणि सर्वदा न स्नानं नैव दानं च कर्तव्यपर्ववर्जिते एवं तिरस्कृत सर्वेण पतिलतादिभिः मासैद्वारा दशामिश्चैव कालकाष्ठलवादिभिः आयनैर्हायनश्चैव स्वामी गर्भसमानिवनितैः इति दुःखनलेनैव दग्धोऽयमर्तुमुन्मुख अन्यर्दयालुभिः पश्चात्प्रेरितो मापुपागत शरणार्थे ऋषिकेशो विपमानो रुदान्मुहुः सर्वनिवेदयामास दुःखजालसंवृतम् एतदियं महत दुःखमनिवार्य भावृते अतस्त्वामाश्रितो नूनं करे कृत्वा निराश्रयम् परदुःखसहिष्णुस्त्वामिति वेदविदो जगो अतएव निरातङ्क सानन्द कृपा कुरु त्वय्यचरणं भोजं च ततो नैव वयोषच नैव वशोचते इति देवविदो वाक्य भवे मिथ्या कथं प्रभो मदर्थमपि कर्तव्यमेतद्दुःखनिवारणं च सर्वत्वदमायातो यतं मे फलं कुरु मुहुर्मुहुना वक्तव्य कथापि प्रभुसन्निधौ तदन्तेवं महाप्रज्ञा च नीति विशारदा इति विज्ञाप्य भूमानं च श्रवद्यञ्जलिपुटो हरैः पुरस्थितस्तौ भगवतो निरीक्ष्यात मुखाम्बुजं ऋषिवाच श्रुतावदनोऽस्मि च जीव श्वास्विति मम पिबतो यन्मुखं सेव्य हरिलीला कथामृतं गोलोकवासिना श्रुत किमुक्तं किं कृतापद विष्णु श्रीकृष्ण संवाद सर्वलोकोपकारक विधिसुत किमापृच्छ वृषीश्वरं
तदतु न वद श्रुत तपस्विन परम भागवतं शर हरेस्त नो स्तदुदितं वचनं परो मौ शदम् इति नारदपुराणे पुरुषोत्तमागमात्मे श्रीनारायण नरसंवादे पुरुषोत्तम विज्ञप्ति नामो षष्ठोऽध्याय। आदरणीय श्रोताहरू, अब म यो कथा आरम्भ गर्न गइरहेको छु। ध्यानले सुन्नुहोला। यो महिनामा वास्तवमा एक अध्याय भए पनि सुन्दाखेरि यो देह बडो पवित्र बन्दछ। नारदजीले भन्नुभयो, वैकुण्ठका अधिपति भगवान श्री विष्णुले गोलोकमा गएर के गर्नुभयो? हे अनग पापरहित प्रभु, ती कथा सुन्नु चाहने मलाई कृपा गरेर त्यो भन्नुहोस्। तब नारायण भन्नुभयो, हे निष्पाप नारद, जब अधिक मासले सहित भएर भगवान विष्णु गोलोकमा जानुभयो, तब त्यहाँ जो भयो त्यो सब तिमीलाई भन्दछु, लौ सुन। त्यस गोलोकको बीचमा मणिहरूको थामले अत्यन्त शोभित भाती राम्रो ज्योतिले झकझक भगवान श्रीकृष्णको थामकन विष्णुले टाढैबाट देख्दा भए। त्यस थामका तेजले आँखा तिरमिराएका ती विष्णु बिस्तारै आँखा अलि उघारेर अधिक मासलाई आफ्ना पछि लाएर बिस्तारै थामतिर गए। अधिक मासका साथ श्रीकृष्ण मन्दिर नजिकै पुगेर विष्णु अत्यन्तै प्रसन्न भए अनि उभिएका द्वारपालले घोडामा ढोकिएका श्रीहरि विष्णु बिस्तारै त्यहाँको शोभामान अवलोकन चकित हुँदै भगवान श्रीकृष्णको धाममा प्रवेश गर्नुभयो। त्यहाँ गएर पुरुषोत्तम श्रीकृष्ण भगवानलाई तुरुन्तै ढोकिदिए। गोपीहरूको झुण्डमा बीचमा रहेको अति रत्नले बनेको सिंहासनमा बसेको श्रीकृष्णलाई बारम्बार नमस्कार गर्दै अगाडि उभिएको दुवै हात जोडेका रमाना श्री विष्णुले बोले। विष्णुले भने, गुणातीत तथार्थ निर्गुण गोविन्द, हे प्रभु, आदित्य अविनाशी सूक्ष्म विकार भएका व्यक्त शरीरधारी गोपहरूको वेश लिएका ईश्वर 12 वर्षे उमेर शान्त स्वरूप भएका गोपीहरूको प्यारा बडा राम्रो नयाँ मेघ जस्तो श्याम वर्ण भएका करोडौं कामदेवको समान सुन्दर वृन्दावनको वनभित्र रासमण्डलमा बसेका चम्कने पहेँलो पितम्बर पहिरेको सौम्य डरलाग्दा आँखी भुइँ उठाउँदै निधारमा परेका 3 रेखाले सुन्दर अनुहार भएका रासलीलाका स्वामी, रासलीलामै रमिरहने, रासलीला घरमा सदैव सुता तत्वार 2 हातमा भएका मुरली हातमा लिएका पिता पहेँला वस्त्रधारी धारण गर्ने अच्युत यस्ता भगवान कृष्णलाई वन्दना गर्दै म ढोक गर्दछु। यस्ता प्रकारले यति भनेर श्रीकृष्णलाई बारम्बार नमस्कार गरेपछि कृष्णका पार्षद अंगरक्षकहरूले सत्कार गरेका ती विष्णु अत्यन्त श्रेष्ठ रत्न सिंहासनमा श्रीकृष्ण आज्ञाले बस्दा भए। फेरि नारायणले भन्नुभयो, यस्तो त्यो विष्णुले गरेको स्तोत्र स्तुति कनको जन बिहानै उठेर पढ्दछ अथवा पाठ गर्छ भने त्यसका सारा पापहरू भस्मभूत भएर खरानी बन्दछ अनि छोरा नातिहरू पनि वंश बढाउने भक्ति श्रीकृष्णको गोविन्दमा हुन्छ, अकृतिको नाश हुन्छ, धेरै नै सत्कृति बढिरहन्छ। त्यसपछि भगवान विष्णुले फेरि भन्नुभयो र श्रीकृष्णको अगाडि थरथर कामिरहेको मलमास नामको अधिक मासलाई श्रीकृष्णले थर्क चरणकमलमा डोक्न लगाउनु भयो।
तब कृष्णले विष्णुलाई सोध्नुभयो, यो को हो, कसलाई ल्याउनु भयो, किन चाहिँ मतलब यसलाई लिएर आउनुभयो भनेर। भगवान मुरलीधर जगतका स्वामी, जगतका पालनहार भगवान श्रीकृष्णले भगवान विष्णु नारायणलाई सोध्नुहुनुभयो। नारायणले भन्नुभयो, नयाँ घना मेघ समान सुन्दर गोलोक स्वामीको वचन सुनेर सिंहासनबाट जुरुक्क उठेर विष्णुले त्यस मलमासको सारा दुःखको कथा निवेदन गरे। भगवानका स्वामी परब्रह्म परमेश्वर श्री कृष्णको वचन सुनेर भगवान विष्णु जुरुक्कै उठेर सारा वृत्तान्त सुनाउनुभयो। यस मलमासको दुःख कन तपाईँ सामुमा भन्छु सुनिबक्स्यो। यसै उसले निरेश्वर अर्थात् स्वामी नभएको यो अधिक मासलाई लिएर म यहाँ आएको हुँ। यसको यो कठोर दुःखरूपी डढेलोलाई निभाइदिनुहोस् अर्थात् हटाइदिनुहोस्। हे परमेश्वर, तपाईँले यो यसको जो दुःख छ, यसलाई चाहिँ जो कष्ट छ, यसलाई जो पीडा छ, त्यो पीडा तपाईँले के गर्नु भनेदेखि हटाइदिनुहोस् प्रभु भनेर विष्णु भगवानले बिन्ती गर्नुभयो। दुई सूर्य क्रान्ति बीचमा नपरेको अधिक मास, बीचमा नपरेको यो अधिक मास मलिन हो, यसैले शुभ कार्यमा सधैँ त्याज्य परिचित छ। स्वे स्वामी नभएको महिना स्नान पनि नगर्नु, दान पनि नगर्नु भने यस्ता प्रकारले सबै वनस्पति रुख प्रोथ्रा लगायत आदि यो तिरस्कार गरिएको आफ्ना स्वामीका घमण्डले उम्लिएका 12 महिना कला काष्ठ क्षण आदि अभयहरूले संसबत छिछि दूर दूर गरिएको छ। आदरणीय सज्जनहरू, जसले आफ्नो सबै चाहिँ पाएका छ, ती महिनाहरूले त्यसलाई छ्याछि दूर दूर गरेर, त्यसलाई कुवाच्य बोलेर, त्यसलाई अनेक प्रकारका चाहिँ दुःखका शब्दहरू, दुःखका हृदयरूपी स्पर्शका शब्दहरू भनेर एकदम चाहिँ त्यसलाई दुःख दिएको कुरा बताउनुहुन्छ। तपाईँ अर्काको दुःख नसहने हुनुहुन्छ। अब भगवान श्रीकृष्ण अर्काको दुःख परेको, भक्तको दुःख परेको कुराहरू सहन गर्न सक्नुहुन्न। यसकारण यसलाई कृपा गरेर दुखी भएको आनन्दवाला गराउनुहोस्। तपाईँको चरणकमला प्रभुप्रति शोक गर्दै गर्दैन। उनी वेद जान्नेहरूले पनि वाक्य, हे प्रभु कसरी झुटो हुन सक्छ, मेरो लागि पनि यसको दुःख निवारण गरिदिनु योग्य छ, किनकि सारा यथालिङ्ग छाडेर म यहाँ आएको छु। यो मेरो आउनु पनि सफल गराइदिनुहोस्। ठुला सामने एउटा कुरो धरी धरी कहिले पनि भन्नु हुँदैन। मनी नीतिसँग निपुण, ठुला ठुला बुद्धिमान सधैँ भन्छन्। यदि कुरा श्रीकृष्णले निवेदन गरेर उनको मुखकमल निहार्दै दुवै हात जोडिएका हरि विष्णु भगवान अगाडि दिनुभयो। यी सबै कुरा वृत्तान्त कहेर भगवान श्रीहरिले चाहिँ भगवान देवकी नन्दन कृष्ण, जसको आफ्नै रूप चाहिँ आफ्नैबाट प्रकाशित छ, कसैको त्यहाँ कुनै सूर्यको चाहिँ किरण चाहिँ त्यहाँ छैन। उहाँको धाम जुन छ त्यो धाम चाहिँ स्वयं आफै प्रकाशित छ, सो आफै दिव्य छ, आफै अनेक गिन्ती चाहिँ त्यहाँ प्रकाशमय प्रकाश पुञ्जहरू भएर त्यो गोलोक रहेको छ। आदरणीय भक्त सज्जनबिन, त्यो गोलोक यस्तो चाहिँ छ जसको आजसम्म कोही पनि त्यहाँ पुग्न सकेका छैनन्। आदरणीय सज्जनबिन, धेरै भक्तले धेरै कठिनाई, धेरै गाह्रो छ त्यहाँ पुग्नलाई। आदरणीय सज्जनहरू, त्यसकारण चाहिँ गोलोक धामको छुट्टै महिमा छ। सुतजी, तपाईँ ठुला धर्मदाता हुनुहुन्छ। धेरै वर्ष बाँचिरहोस्। यसको मुखारविन्दबाट उता जस्ता हरिका कथाहरू उता सुतजीले चाहिँ ऋषिहरूलाई यो कथा सुनाउनु भएको छ। आदरणीय सज्जनहरू, ऋषिहरू के भन्नुहुन्छ भनेदेखि, हे सुतजी, तपाईँ धेरै वर्षहरू बिताउनुहोस्, बाँच्नुहोस् र हामीलाई यो भगवानको अमृतमय कथा, अमृत रूपी वर्षा सधैँ हामीलाई चाहिँ गराइरहनुहोस् र हाम्रो कान सधैँ पवित्र गराउनुहोस् भनेर भन्नुहुन्छ।
हे सुतजी, तब गोलोकवासी श्री कृष्ण विष्णुलाई के भन्नुभयो भने अनि के गर्नुभयो त्यो सब भन्नुहोस्, किनकि विष्णु कृष्णको संवाद सारा लोकको उपकार गर्ने हुन्छ। हे सुतजी, अनि नारदले नारायणलाई सोध्नुभयो, यो कुरा हामी तपस्वीहरूलाई बताउनुहोस्, किनकि भगवान अत्यन्त भक्त नारायण श्रीहरि विष्णुका ती नारायण हरि विष्णुका पुत्र हुनुहुन्छ। उहाँको रहेको कुरा ठुलो औषधि हो। श्री आदरणीय सज्जनहरू, एउटा कुरा तपाईहरुलाई थाहा छ कि छैन, यो कुराहरु म अहिले आज तपाईहरुलाई भनिदिन्छु। वास्तवमा यो के छ भनेदेखि भगवान जो नारायण हुनुहुन्छ, भगवान नारायण जो पालनहार सबैलाई पालन गर्नुहुन्छ, त्यस्ता भगवान को चाहिँ पिताको रूपमा भगवान श्री कृष्ण हुनुहुन्छ, माताको रूपमा श्री राधा रानी हुनुहुन्छ, जसको महिमा गाउन हामी ज्यादै कठिन छ, ज्यादै गाह्रो छ। यो भवसागर छ, यहाँ बुझ्न सकिँदैन। यो वास्तवमा ठुलो अलि कथा अलि लम्बा धेरै लामो छ। अब कुनै समय भगवानले जुराउनु भएछ भने म त्यो कथा यहाँहरूलाई पस्किनेछु। वास्तवमा राधा रानीको पुत्रको रूपमा भगवान श्री हरिनारायण चाहिँ हुनुहुन्छ। उहाँ चाहिँ श्री कृष्ण र राधा रानीको पुत्र हुनुहुन्छ। आदरणीय सज्जन, आदरणीय चाहिँ भक्त सज्जन, त्यसकारणले अब इति श्री वीरहन्य नारदीय प्राणी पुरुषोत्तमागमाते श्री नारायण संवादे नंदी केशार्थे पुरुषोत्तम विज्ञप्ति नाम षष्ठोऽध्याय। आज 6 अध्याय भयो आदरणीय श्रोताहरू। अब योभन्दा अगाडि क्रमक रूपले बढ्दछ र आदरणीय श्रोताहरू, अब यहाँहरू समक्ष म अलिकति भगवानका ती अमृतमय कीर्तन थोरै भए पनि यहाँहरूलाई सुनाएर म यहाँहरू समक्ष बिदा हुन चाहन्छु। राधे राधे। ओम नमो भगवते वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय, वासुदेवाय कृष्ण वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय। ओम नमो भगवते वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय, वासुदेवाय कृष्ण वासुदेवाय। ओम नमो भगवते वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय। ओम नमो भगवते वासुदेवाय, वासुदेवाय कृष्ण वासुदेवाय, वासुदेवाय हरे वासुदेवाय। राधे